ब्राजिलियन फुटबलमा एउटा स्वर्णिम युगको अन्त्य भएको छ। नेमारको अन्तर्राष्ट्रिय यात्रालाई भावपूर्ण विदाई। फुटबल केवल खेल होइन, करोडौं समर्थकका भावना र सपनाको नाम हो। त्यही भावनालाई वर्षौसम्म काँधमा बोकेर मैदानमा लड्ने एक योद्धाको नाम हो नेमार जुनियर। ब्राजिलको पहिलो जर्सी लगाएर उनले केवल खेल खेलेनन्, आफ्नो सम्पूर्ण जोश, मेहनत, आँसु र रगत सपना राष्ट्रका लागि समर्पण गरे। उनले असंख्य यादगार गोल गरे, कठिन क्षणहरूमा टोलीलाई जित दिलाए, हारमा आलोचना पनि सहे, तर कहिले आफ्नो देशप्रतिको प्रेम कम हुन दिएनन्। आज नेमारले अन्तर्राष्ट्रिय फुटबल यात्रालाई पूर्ण विराम दिने निर्णयसँगै ब्राजिलियन फुटबलको एउटा अविस्मरणीय अध्याय समाप्त भएको छ। नेमारले भनेका छन्, राष्ट्रिय टोलीसँगको मेरो समय सकिएको छ। मलाई लाग्छ त्यहाँ इतिहास बनाएको छु मैले, त्यसमा गर्व गर्छु। मैले धेरै कुरा अनुभव गरे, धेरै खुसीका पलहरू पाएँ, धेरै पीडाहरू पनि सहे। मैले आफ्नो रगत, पसिना र जीवन यो पहिलो जर्सीका लागि समर्पण गरे। म सधैँ देशका लागि लडे, तर अब मलाई लाग्छ यो यात्रालाई यहीँ रोक्ने समय आएको छ। नेमारले नाम ब्राजिलको इतिहास सधैँ सुनौलो अक्षरमा लेखिनेछ। उनी ब्राजिलका सर्वाधिक गोलकर्ता बने, विश्व फुटबललाई अनगिन्ती अविस्मरणीय क्षण दिए र आफ्नो अद्भुत ड्रिब्लिङ, गति, सृजनाशीलता र विश्वासले करोडौं समर्थकको मन जिते। उनको करियरमा चोटपटक, आलोचना र कठिन समय पनि आए। कतिपय सपनाहरू अधुरा रहे, विशेष गरी विश्वकप जित्ने सपना, तर त्यसको उनको योगदानलाई कहिल्यै सानो बनाउन सक्दैनन्। उनले ब्राजिलका लागि गरेको समर्पण, खेलप्रतिको प्रेम र समर्थकसँगको सम्बन्ध सधैँ सम्मानका साथ सम्झिनेछ। हरेक पुस्ताले आफ्नो महान खेलाडी पाउँछ। ब्राजिलका लागि पेले, रोनाल्डो, रोनाल्डिनो, काकापछि अर्को पुस्ताले नेमारलाई आफ्नो आइडल बनायो। उनले लाखौं बालबालिकालाई फुटबल खेल्न प्रेरित गरेर संसारलाई देखाए कि प्रतिभा, मेहनत, आत्मविश्वास र असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ भनेर। अन्तर्राष्ट्रिय फुटबलबाट उनको यात्रा समाप्त भए पनि नेमारको विरासत कहिले समाप्त हुने छैन। उनको नाम, उनको गोल, उनको जादुई ड्रिब्लिङ र पहिलो जर्सीमा बिताएका ती अविस्मरणीय क्षणहरू सधैँ समर्थकहरूको हृदयमा जीवित रहनेछन्। तपाईँले ब्राजिललाई केवल जितहरू मात्र दिनु भएन, फुटबल सुन्दर बनाउने कला पनि सिकाउनु भयो। तपाईँ सधैँ एक लेजेन्ड रहनुहुनेछ नेमार। ओब्रिगादो नेमार जुनियर।